दर्शकवृन्द, हामी यति बेला महेन्द्रनगरको महाकाली नदी स्थित भुजेला घाटमा छौँ। यो घाटमा अहिले विपिन जोशीको अन्तिम दाह संस्कार गरिँदैछ, यहाँ अन्त्येष्टि गरिँदैछ। यो दृश्य हामी यहाँ पछाडि देख्न सक्छौँ। हिजो मात्रै विपिनको शव घरमा आइपुगेको थियो। घरबाट करिब 7 किलोमिटरको दूरीमा रहेको यो घाटमा हिजो अबेर राति 8 बजे मात्रै शव आएपछि आज बिहान 7 बजे घरबाट शवयात्रा निकालिएको थियो भने करिब 10 बजे यहाँ पुर्याइएको थियो र अहिले दाह संस्कार गरिँदैछ। यहाँहरूलाई जानकारी दिउँ, यो दाह संस्कार गरिरहँदा विपिन जोशीलाई इजरायली र नेपाली दुवै झन्डा ओढाइएको थियो र राष्ट्रिय सम्मानसहित उनको दाह संस्कार गरिँदैछ। यो अलि नजिकबाट हामी देखाउँछौँ। 23 वर्षीय विपिन जोशी 2 वर्ष अघि 2023 को अक्टोबर 7 मा प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा परेका थिए भने 2 वर्षपछि मात्रै उनको मृत्युको खबर चाहिँ अस्ति गत साता मात्रै आएको थियो र त्यसपछि आइतबार मात्रै शव इजरायलले नेपाल पठाएको थियो। इजरायलका राजदूत पनि शवसँगै नेपाल आउनु भएको छ र उहाँ पनि यो अन्तिम दाह संस्कारमा सामेल हुनुहुन्छ। त्यसपछि काठमाडौँमा सम्माननीय प्रधानमन्त्रीज्यूले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो र नेपाली सेनाको स्काई ट्रक मार्फत यहाँ ल्याइएको थियो। सबसँगै इजरायलका राजदूत पनि यहाँ उपस्थित हुनुहुन्छ। उहाँले नि यो अन्तिम दाह संस्कारमा सामेल हुनुभएको थियो। अहिले विपिनको अन्त्येष्टि यो महाकाली नदी स्थित भुजेला घाटमा गरिँदैछ। हामीले विपिनको घरदेखि यहाँसम्मको शवयात्रा कभरेज गर्ने कोसिस गरेका थियौँ। हजारौँ महेन्द्रनगरवासी यहाँ ओर्लिनु भएको छ। ती दृश्यहरू क्रमशः हामी देखाउँदै जानेछौँ तपाईँहरूलाई। र यति बेला पुरै यो तिहारको माहौलमा महेन्द्रनगर रोइरहेको छ, पुरै देश नै रोइरहेको छ। विपिनको सम्झनामा लाख कोसिस गर्दा पनि विपिनलाई सकुशल फर्काउन सकिएन। आज अन्ततः यही महाकाली नदीमा विपिनको अन्तिम दाह संस्कार गरिएको छ।